हेलो नमस्कार वेलकम टु माई ब्लग। आज सबैलाई वेलकम छ है मेरो ब्लगमा। आज चाहिँ हामी भर्खर ड्युटी सकिएर चाहिँ हामी चाहिँ अब जाँदैछौँ। आज चाहिँ यसो स्पाइसी खाना खान जाउँ न भनेर चाहिँ आज हामी इन्डियन रेस्टुरेन्ट जाँदैछौँ। भाइहरूले कहाँ जाने त भन्दै थियो कि अब आज जाउँ त इन्डियन रेस्टुरेन्ट जाउँ भने जाउँ। अब के पाउँछ अब सबै मिलेर खाउँला। स्पेसल्ली हामी बिरयानी खान जाउँ भनेको भाइहरू एकदम खुसी भइदिइरहेको कि है। अनि चाहिँ हामी घोडे पार्क आइपुग्यो होइन। घोडे पार्क आउँदा चाहिँ एकदम राम्रो थियो होइन। त्यहाँ चाहिँ त्यो घोडे पार्क भनेर चाहिँ हाम्रो नेपालीहरूले राखेको नाम घोडे पार्क भनेर होइन। अनि चाहिँ त्यसपछि हामी हिँड्दै गयो होइन। राम्रो सिन थियो आज होइन। अघिल्लो दिन पानी परेको हुनाले चाहिँ एकदमै सिन पनि एकदमै राम्रो थियो होइन। एकदम राम्रो देखिएको थियो कि। अनि चाहिँ त्यसै गरी हाम्रो भाइले चाहिँ अगाडि सेल्फी लिइरहेको छ कि होइन। मैले पनि पछाडि हाँस्दिरहेको। अनि चाहिँ हामी अगाडि गयौँ रेस्टुरेन्टभित्र पस्यो। अनि हामी रेस्टुरेन्टभित्र पस्दा पुरा हिन्दी गाना पो बजिरहेको थियो। हिन्दी गाना पुरा हिन्दी फिल्मको गाना पुरा मजाले यस्तो दामी बजिरहेको थियो होइन। सुन्दाखेरि पुरा नेपालको भाइब्स आइदिरहेको कि। हामीले मगाइयो बिरयानी चिकन पकौडा अनि समोसा मगाएर खाइयो। यसरी नै हाम्रो दिन राम्रो भयो। बाई बाई।